हेलो नमस्कार सम्पूर्ण मेरो नेपाली आमा बुवा दिदी बहिनी तथा दाजुभाइहरूलाई सुमन युट्युब च्यानलको तर्फबाट आज चाहिँ तपाईँहरूलाई म पास्तर फिदिम वडा नम्बर 12 मा रहेको हैन रमणीय स्थलको दृश्यहरू देखाउने छु र तपाईँहरूले पनि सहयोग गर्नुहोला, साथ सपोर्ट गर्दै जानुहोला है त। यो चाहिँ हाम्रो तलतिर रहेको एकदम रमाइलो छ। यहाँनिर हल्का स्विमिङहरू बनाउन सक्ने जग्गा छ, रमाइलो छ। तपाईहरुको साथ सहयोगको अपेक्षा गर्दै तपाईहरुलाई म भिडियो देखाउँछु है त। लास्टसम्म हेरिदिनु। बाटो यस्तो छ हैन, हल्का संरक्षण गरेर सबै मिलेर बनाउने हो भने एकदम रमाइलो हुनेछ। हाम्रो मुवा झरना भन्दा कमी चाहिँ छैन, पानी चाहिँ सानो छ है। अब हिउँदको टाइम हो, चट्ट तपाईलाई अब गाउँघरमा सिँचाइ हुनेछ, पानी अलिक सानै हुनेछ। यहाँबाट हेर्दा जस्तो देखिनेछ है। के त मेरो भाइ पुरा गमुट समुट लाएर मेरो भाइ त अनि पोखरी छैन पौडी खेल्छौ? पोखरी त खेल्नु मन त सोचेको होइन नि, माथि पनि राम्रो देखिरहेको हैन। एकदम रमाइलो छ। काम फाल्नु दाइ माथि। दाइ यहाँदेखि चढ्यो हेर्नु त माथि कतिको सक्नुहुन्छ? ल है हाम्रो दाइ यहाँ माथि चढ्न आँट्नु भएको छ है। लु है हेर्नु तल धार फुस्किन्छ फेरि बिस्तारै। ओइ ओइ लु है लु 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 लु। One. अनि कता छिरिहाल्नु भयो त मलाई छोडेर फेरि? कति अनि हेर्नु है साथीभाइहरू, हामी कति राम्रो माथिदेखि पानी झर्दैछ यता। अनि यता हेर्नु दाइ, तपाईँहरूलाई देखाउनलाई हामी उहाँदेखि आएको छु यसो। अनि के भन्न चाहन्छु दाइ? अब चाहिँ म तपाईहरुलाई माथिको दृश्य देखाउँदैछु है त। टपको होइन, टपको भित्रको है त। टपको देखाउनु न होला। ल म यहाँ चढेर आइसकेँ होइन। यहाँ चाहिँ भगवान बस्ने ठाउँ अरे हेर्नुहोस् है। अब जाँदैछु। आऊ भाइ, यस्तो रमाइलो छ, एरिया ठुलै छ। हेलो यो तपाईँ रानीको पर्यटकीय क्षेत्र बनाउन सकिने ठाउँ छ हाम्रो है। यो चाहिँ हाम्रो अब तपाईँहरूलाई म माथिको देखाउने छु है त। यहाँबाट गएर हेलो अब यहाँबाट जाने हो। बाटो एकदम खतरा छ हैन। बाटोमा चढ्दै चढ्दै
म जाँदैछु। बाटो एकदम खतरा छ, झऱ्यो भने बाँच्न नि गाह्रो हुन्छ है साथीभाइ। मऱ्यो भने मलाई चाहिँ आइदिनु है। हेलो, म पर्खिन्छु यहाँ, तिमी आएको हेरौँ न भिडियो कसरी आउँदो रहेछ। म त खतरा हो नि त। सक्छौ आउन? ट्राई गर, ट्राई। गाह्रो छ नि। बिस्तारै है। गाह्रो छ नि बाटो मेरो भाइ। यस्तो छ हेर्नुहोस् बाटो होइन। रमाइलो छ, गाह्रो छ। जिन्दगीको बाटो हिँड्नलाई निकै गाह्रो छ, र पनि हार नमानिकन पाइला अघि चलिरहेछ। तपाईँहरूको साथ सपोर्टको आशा गर्दै है। अब म यहाँ आइपुगेँ हेर्नुहोस्, पानी खसेको ठाउँमा। अब यहाँ एकदम डेन्जर छ है मेरो भाइ, धेरै हाइटमा छ हेर्नुहोस्, अति हाइटमा छ। बिस्तारै आऊ है ल। यस्तो छ होइन यहाँदेखि भाइ। वान मिस्टेक भयो भने लाइफ पनि। यहाँ पनि हेर्नुहोस् है, एकदम रमाइलो पो छ त। अब यता हेर्नुहोस्, यस्तो छ। बर्खामा चाहिँ यहाँ पानी सबै खोलै भरिन्छ। अहिले चाहिँ अब सिँचाइ होइन, गाउँ ठाउँमा सिँचाइको लागि हुन्छ। यतापट्टि यस्तो छ। अब म तपाईँहरूलाई भित्रको पनि देखाउने छु है ल। तर धेरै डेन्जर छ है यहाँ। पहिले अब हाम्रो हजुरबाहरूले चाहिँ ढिकी जातो पनि थियो, ढुङ्गाको भन्नुहुन्थ्यो होइन। अहिले त यो यसलाई के ओखली भन्छ होला होइन, यति मात्रै छ अहिले चाहिँ। ढिकी जातै चाहिँ देखिँदैन। बा भित्र पनि छ कि होइन, म तपाईँहरूलाई देखाउँछु। मेरो भाइ खै लाइट देखाइदियो। यहाँदेखि जाँदैछु म तँलाई फसिहाल्नु तपाईँ। छिरिन्छ त्यहाँदेखि लु भाइ। स्याल चाहिँ भेट्यो भने हुन्छ बिस्तारै। तपाईँ ल झर्नाको सामान पस्न सकिन्छ? ट्राई गर्ने हो त, गोर्खालीको छोरा हो नि त यार। त्यही त। यो लाइट चाहिन्छ? लु दाइ हेर्न भित्र छिरिसक्नुभयो। तल तल पस्नु न। धुलो पर्छ। तिमी छिर्छौ? म छिर्छु त। बिस्तारै हेर ल, मिस्टेक भयो भने भाइ मरिन्छ है यहाँ त। अब यहाँबाट हेर्नुहोस् है, यस्तो छ। के छ हेरौँ अब। डेन्जर चिजहरू त छैन होला नि त। भन्दा अगाडि हेर्न म त जगिन्छु नि। लाइटसँगै देखाउँछु नि। तलसम्म झर्न सकिँदैन? झर्ने त तलै हो नि, झर्ने तल नै हो है। हेर्दै जानुहोस् है त। अलिक ज्यादै खतरै ठाउँ हो क्या यो। सायद यहाँ कोही पसेको छैन होला आजसम्म। यस्तो ठाउँ छ नि भाइ, रमाइलो पो छ त। अब त आउँछ बिस्तारै आऊ ल। अब हामी चाहिँ भित्र पसिसक्यौँ होइन। अब यहाँको हेर्नुहोस् है, दृश्यहरू सबै देखाउनु पऱ्यो हजुरहरूलाई त। के छ, कस्तो छ हाम्रो ठाउँमा लाइटहरू।
बाटो देखाउनु पर्यो होइन। अब हेर्नु है म कहाँ छु भने चियामाथिको पनि भित्र देखाउने छु हजुरहरूलाई। माथि यस्तो छ हेर्नुहोस् न। हेलो हेलो रमाइलो ठाउँ छ नि भाइ। यहाँनिर चाहिँ आफै नै पानी उम्रिँदो रहेछ हेर्नुहोस् है। यो चाहिँ आफै नै उम्रियो गाईबाट चियाएर। साथीहरू हाम्रो ठाउँमा कति राम्रो राम्रो हेर्नु होला। तपाईँहरू पनि हेर्न आउन चाहनुहुन्छ भने नगरपालिका वडा नम्बर 12 होइन खत्री गाउँ। खत्री गाउँ याक्सुम्बा सेदिनको बिचको खोला वान्चे डायरी बजार। रमाइलो ठाउँहरू छ क्या हेर्नुहोस् न ल तपाईँहरू। यस्तो कुवाहरू छ हेर्नुहोस्। यस्तो छ ढुङ्गाको बनावटहरू। बाहिरको त देखिसक्नुभयो अब हेर्नुहोस् अझै भित्रको। हेलो अजिङ्गर अन्त अब हेर्नुहोस् ढुङ्गाको बनावटहरू हेर्नुहोस् कस्तो रमाइलो छ। यस्तो ठाउँलाई हल्का पर्यटकीय क्षेत्रहरू बनाउनु हो नि त पर्ने हो। यहाँदेखि पानी उम्रिया रहेछ होइन। अब यहाँ हेरौँ है त ऊतिर के छ है त ल। चमेरा मात्रै होइन भाइ लाइटले भ्याउँदैन के छ देख्नुभयो। सायद 6 बजी नै होला नि भाइ। औ माथि छ भाइ एउटा के छ कि ए चमेरा रहेछ हेर्नुहोस् साथी हो। यस्तो छ होइन। यो चाहिँ तपाईँहरूले अब खुदै आफै आएर हेर्न सक्नुहुन्छ। अब यहाँबाट त्यति राम्रो चाहिँ देखिँदैन होइन। र भाइ म तपाईँहरूलाई सक्दो चाहिँ सबै देखाउने प्रयास गरेको छु है त सकेसम्म चाहिँ है। यहाँ त ढुङ्गाको मात्रै दामी कहाँ 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 टल्किँदैछ पानी पर्छ यहाँ डरायो। हेर्नुहोस् न ढुङ्गा कस्तो दामी कुनै आर्टिस्टहरूले बनाए जस्तो छ हेर्नुहोस् त। यहीँ यो कुनै बाघको पाइलाहरू जस्तो छ हेर्नुहोस् ल होइन। यस्तो दामी ठाउँ छ तर यहाँ खै के भाव सरकार कमजोरी भाव कि हामी मान्छे नै कमजोरी भाव कि ल हेर्नुहोस् यो ढुङ्गाको सबै हाँगा बोलाएको क्या अब देख्न सकिन्छ दृश्यमा चाहिँ होइन। तर यसको वास्तविकता के हो म अझै बुझ्न चाहिँ सकेको छैन है मैले चाहिँ। हेर्नुहोस् त ढुङ्गाको सब टुसा आए जस्तो छ क्या। ढुङ्गामा सब टुसा छ होइन भाइ कि होइन भन त। यो ढुङ्गामा छ क्या टुसाहरू हेर्नुहोस् त सबै ढुङ्गाको टुसाहरू होला हेर्नुहोस्। यता ल हेर्नुहोस् यो हेर्नुहोस् त सबै ढुङ्गाबाट पलाएको हो क्या यो। अब तपाईँहरूलाई म अझै भित्र देखाउँछु ल। भाइ यहाँ सियाल पस्नु सक्दैन भाइ।
यहाँ केही पस्नु सक्दैन। सायद सुमन दाई पनि फर्स्ट टाइम पसेको भाइ यहाँ। अरू मान्छे पनि कोही पसेको छैन है साथी। यहाँ भित्रै चाहिँ पानी यहाँबाट उम्रिया रहेछ हेर्नुहोस्, देख्नुभयो मुहान माथि छ, त्यहाँबाट पानी रसाएर आएको छ होइन। हेर्नुहोस् ढुङ्गामा हेर्नुहोस् टुसा, देख्नुभयो। यो एकदम रमाइलो धेरै रमाइलो ठाउँ रहेछ। म पनि फर्स्ट टाइम आएँ है। सायद यहाँ कुनै पछि यहाँ भगवान् बस्ने होला हो। तपाईँहरूले कमेन्टमा भन्नुहोस् है ल, यहाँ सायद भगवान् बस्ने ठाउँ नै होला। ल हेर्नुहोस् न, देख्नुभयो, तपाईँहरूलाई देखाएँ। अब म बाहिर निस्केँ। हस् त, तपाईँहरूको साथ सपोर्ट माया जहिले आशा गर्दै तपाईँहरूबाट छुट्टिन्छु। हस् त, बाई, लभ यु अल नेपाली।